हेलो एभ्रिवान, डे 1 ब्लगमा हजुरहरूलाई स्वागत छ। बुवा र म चाहिँ जाँदैछौँ हाम्रो माइत, मेरो माइत। अनि त्यहाँ तलपट्टि टराको एउटा भ्यू, अनि बुवासँग यहाँ चाहिँ हाम्रो राजनीतिको कुरा चलिरहेको थियो। अनि त्यसपछि हामी तल झरेर बुवाले समाचार हेरेर हुन्छ नि त, त्यही भएर मैले पालनले आज शपथ ग्रहण गर्ने के भयो कुरो भयो भन्ने कुरा गर्दै थियौँ। अनि हामी तल दमकडा झऱ्यौँ, दमकडाको स्कुलनिर। अनि दमकडाको स्कुल यस्तो छ, हेर्नुहोस् गाइस, अनि तल चोकमा झरेर चारतिरबाट आउने बाटो हो यो, हेर्नु गाइस, त्यो दमकडाको। अनि यहाँ हामीले अटो कुर्दैमा कस्ती भएँ भनेर हेरेँ मैले एउटा भिडियो गराउँदै। अनि म कस्ती भएँ गाइस भनिदिनुहोस्। अनि अब अटो पनि आयो। अनि त्यसपछि हामी पास्टरी पुग्यौँ। अनि यो परवास हो, यो हामी माइती जाँदै गरेको बाटाको ठाउँ परवास भन्ने चिन्नुभयो होला हजुरहरूले पनि। अनि यो परवासको माथिपट्टिको रुखहरू हो। अनि चाहिँ त्यो तलतिरपट्टिको त्यो मेडिकल कलेजको हस्पिटल हो यो, परवासको हस्पिटल हो यो। अनि त्यसपछि यहाँबाट देखियो, जाँदै गर्दाखेरि देखियो तानसेनको भ्यू। अनि हामी बस पार्क पुग्यौँ। अनि यहाँ बस पार्कबाट हामी गाडीमाबाट झरेर अनि त्यसपछि माथि गयौँ। माथि गएर मैले फुल्की पसलबाट फुल्कीबाट मैले फुल्की खाएँ, चाट खाएँ। अनि त्यो चाहिँ भिडियो बनाउनु बिर्सेछु। अनि यो चाहिँ त्यहाँ चाहिँ यस्तो माछा थियो। अनि माछाको भिडियो लिएँ। त्यहाँ चाहिँ कति राम्रो माछाको त्यो के भन्छ, टोली भन्छ कि के भन्छ, त्यहाँ राखिएको छ कि। अनि त्यसपछि पछिबाट मैले चटपटी खाएको भिडियो बनाएँ, चटपटी खाएँ। त्यसपछि हामी लागेँ। अनि जाँदा गरेको भिडियो बनाउनै बिर्सेछु कि गाडीको भिडियो चाहिँ बनाउनै बिर्सेछु मैले। अनि त्यसपछि यहाँ जाँदाखेरि यो बाटोमा देखि यस्तो हेर्नु न कस्तो डर लाग्छ, यो भिड कस्तो भिड छ कि हाम्रो घरतिर जाने बाटोमा। अनि यस्तो भिड देखिएको थियो। अनि चाहिँ यो चाहिँ रानीमहलको माथिपट्टि हो। अनि यति रानीमहल देखिएको थियो। अनि मैले रानीमहलको यति भिडियो लिएको थिएँ। हेर्नुहोस् त कस्तो पुरुखले गाडी ढलक गर्दाखेरि यो पनि मोबाइल पनि ढलक। अनि चाहिँ हामी पुग्न लाग्यौँ घरतिर। अनि यो हाम्रो गाउँको फाँटमा यस्तो कति राम्रो भएको रहेछ। अब पाक्न लाग्यो होला सायद, त्यो भएर यस्तो राम्रो रहेछ यहाँ। अनि म घर पुगेँ। अनि घर पुगेपछि म घरको भिडियो बनाएँ। अनि कस्तो छ अब गाइस भनिदिनुहोस् हजुरहरूले, कस्तो लाग्यो हजुरहरूलाई। अनि मम्मीको, बुवाको, अनि भाइको यता हेर्नु त मैले भिडियो बनाउँछु भनेर भने, अनि भिडियो बनाइदिएँ। अनि त्यसपछि मैले यसो भिडियो बनाएँ घर देखाउँदै। ओके गाइस, आजको मिनी ब्लग यति नै हो।